सुध्रिएको कङ्ग्रेस देश बदल्छौँ भनेर निर्वाचनमा होमिएको कङ्ग्रेसलाई यसपटक नेपाली जनताहरूले नराम्रोसँग उत्तानो पारिदिएका छन्। भइरहेको कङ्ग्रेसमा विद्रोह गरेर पार्टी सभापति बनेका गगन कुमार थापालाई सर्लाही 4बाट नराम्रोसँग पराजित पारिदिए। बाहिरी रूपमा हेर्दा रासोपाको लहर जस्तो देखे पनि कङ्ग्रेसको भित्री वास्तविकता भने अलिक फरक छ। वडादेखि गुटसम्म 2 भागमा विभाजित कङ्ग्रेसको कारणले पनि यसपटकको निर्वाचनमा पत्ता साफ हुनु परेको हो। हुन पनि कङ्ग्रेसले विभिन्न काण्डहरू मच्काउँदै गयो। यी काण्डहरूले गर्दा पनि कङ्ग्रेस पत्ता साफ हुनु परेको आजको अवस्था हो। नक्कली भुटानी शरणार्थी काण्ड भयो, टिकापुर जग्गा काण्ड, बाँसबारी जग्गा काण्ड लगायत बाल मन्दिरको काण्ड जस्ता विभिन्न काण्डहरू मच्काउँदै गयो। यसले गर्दा पनि आज कङ्ग्रेस पतन हुनु परेको हो। यदि नेपालमा परिवर्तन ल्याउनु छ, भ्रष्टाचारको अन्त्य गर्नु छ भने अब नेपालमा नयाँ सरकार बन्दैछ, नयाँ प्रधानमन्त्री बन्दैछ। अब बन्ने सरकारले यी सबै काण्डहरूको छानबिन गर्नु पर्यो। यी सबै काण्डहरूको छानबिन गरेर दोषीलाई कारबाही गर्न सक्यो भने नेपालमा भ्रष्टाचारको पनि निर्मूलन हुन्छ र नेपालमा परिवर्तन ल्याउन पनि सम्भव छ। 2046 सालदेखि यता र उता भएका सबै राजनीतिक दलका व्यक्तिहरू र राजकीय सत्तामा रहेर काम गरेका व्यक्तिहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्छ र दोषीलाई तुरुन्तै कारबाही गर्न सक्यो भने पक्कै पनि नेपालमा भ्रष्टाचारको पनि अन्त्य हुन्छ र नेपालमा परिवर्तन ल्याउन पनि सम्भव छ। नेपालमा शक्तिमा रहेका व्यक्तिहरूले जहिले पनि कानुनलाई आफ्नो हातमा लिएर काम गरे, जसले गर्दा नेपालमा भ्रष्टाचार घट्नुको सट्टा झन्झन वृद्धि हुँदै गयो र नेपाल अन्तिम अवस्थामा पुग्यो। नेपालैभरि भ्रष्टाचारको ज्वरो नराम्रोसँग गढेको छ। अब बन्ने सरकारले यो भ्रष्टाचारको ज्वरोलाई ओखेलेर फाल्नुपर्छ। वडादेखि केन्द्रसम्म बनेको भ्रष्टाचारको जालोलाई तोडेर भ्रष्टाचारीहरूलाई एक छानेर कारबाही गर्नुपर्छ। यति गर्न सक्यो भने नेपालमा परिवर्तन सम्भव हुन्छ।